अभिनेता सलिमान बानियाले आफ्नो जन्मदिनको अवसर पारेर आफू अभिनीत फिल्म युनिभर्सिटी अफ गुन्डाजको टिजर सार्वजनिक गरेका छन्। एक्सन जनरामा निर्माण भएको फिल्मको 1 मिनेट 12 सेकेन्ड लामो टिजर ओयासा डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो, जसमा सलिमानको दमदार एक्सन देख्न सकिन्छ। फिल्म यात्रापछि अभिनयमा केही समय मौन रहेका सलिमान यस फिल्म मार्फत फरक शैलीमा पुनरागमन गरेको देखिन्छ। लभर बोयको छवि बनाएको उनी यसपटक एक्सन अवतारमा प्रस्तुत भएका छन्। टिजरमा अभिनेता सलोन बस्नेत पनि उस्तै एक्सन भूमिकामा देखिएका छन्। दुवै कलाकारलाई साथीका रूपमा प्रस्तुत गरिएको टिजरमा अभिनेता सलोन बस्नेत पनि उस्तै एक्सन भूमिकामा देखिएका छन्। दुवै कलाकारलाई साथीका रूपमा प्रस्तुत गरिएको टिजरमा ग्याङ मार्फत सफलता हासिल गर्न सङ्घर्ष गरिरहेको कथा झल्काइएको छ। सान्वी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको यो फिल्मको कथा स्वयं सलिमानले लेखेका हुन् भने निर्देशन सुरेश नेउपानेले गरेका छन्। फिल्ममा मुख्य भूमिकामा सलिमान र सलोन रहेको छन्। निर्माण टिमले अन्य कलाकार तथा प्रदर्शन मिति भने सार्वजनिक गरेको छैन।